वेलकम ब्याक टु न्यू भिडियो न्यू ब्लग। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ ब्लगमा। अनि हजुरहरूले सोच्नुभयो होला आजको शनिबारमा त पक्कै पनि म चाहिँ कोलपुर जान्छु सोच्नुभयो होला। त्यस्तो होइन, मैले हजुरहरूलाई सरप्राइज पनि भन्छु भनेको थिएँ। अनि थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला गगन सरको ब्याग हराएको। आउने सेरौँ आजको कहानी सुरुवातदेखि नै। हामी कहाँ छौँ भन्दाखेरि पर्सिनीमै छौँ। अब अहिले 11:30 बज्यो। हामीहरू चाहिँ निस्किन लागेको। अब 1 महिना बसेपछि चाहिँ हामी जाँदैछौँ। बाई बाई। हामी गयौँ। अब सरहरू त हुनुहुन्न, उहाँहरू सुर्खेत जानुहुन्छ। ल राम्रोसँग जानु होला है म्यामहरू सरहरू। अब सेफ जर्नी दिनेश सर, बाई बाई, सियु सुन। Thank you so much, Lenin sir, for your ल ब्लग हेर्दै गर्नु आज बेलुका गएपछि। ल अब सुन्नु सरप्राइज के हो त भन्दाखेरि, अब अस्ति मैले भिडियो बनाउँदाखेरि एउटा कुरा थियो हजुरहरूले सेयर गर्ने, जो चाहिँ भर्खरै भने सरप्राइज त होइन जे होस्, मतलब म कोलपुर जाँदै छैन, यहीँ बस्छु होला 1 हप्ता। त्यो पनि यो सरप्राइजै त हो हजुरहरूको लागि होइन। अनि 1 हप्ता यहीँ बसिरहेको छु घोराइमै, यहीँको स्कुलमा पढाइरहेको छु। अनि अर्को कुरा चाहिँ अस्तिसम्म एउटा थियो, तर अब 2वटा हुन्छ जस्तो लागिरहेछ। के त भन्दाखेरि हाम्रो च्यानलमा लेलिन बाबु खड्का मेरो ब्लग च्यानलमा हामी 1000वटा फ्यामिली मेम्बर जुड्न लागेका छौँ। अलिअलि बाँकी छ। यदि हजुरहरूले अहिलेसम्म भिडियो हेरेर सब्सक्राइब गर्नुभएको छैन, गएर छिटोभन्दा छिटो सब्सक्राइब गरिदिनुहोस्। भिडियो मन परिरहेको छ भने, अझै हेर्न चाहनुहुन्छ भने भिडियो लाइक पनि गरिदिनुहोस्। अब अझै साथ सपोर्ट दिनुहोस् हजुरहरूले। हजुरहरूको माया साथ सपोर्टले नै गर्दाखेरि म अगाडि बढ्ने हो। अनि हामी अब पर्सिनीबाट यता आयौँ, घोराइ आयौँ। घोराइमा चाहिँ यस्तो होस्टेल त्यताको स्कुलमा थिएन। अनि हामी होटल लिएरै बस्यौँ। यसले यहाँ होटलमा बसिरहेको छौँ। गगन सर पनि आउनुभएको थियो, गगन सर, अक्षय सर अनि म। हामी 3 जना भएर यहाँ आयौँ। अनि सरको उता काम भए हुनाले सर जाने तयारी गर्नुभएको थियो। यहाँ आउनुभयो, हामीलाई यताउता रुमसुम यताउता गरेर, अनि स्कुल कता हो के हो सबै काम काज यताउता बुझाएर अनि सर चाहिँ कोलपुर जाने कुरा भयो। हामीलाई यता सेटअप रुम यताउता मिलाइदिएर चाहिँ गगन सर चाहिँ अब जाँदै हुन्छ। कोलपुरमा नि काम छ। सर चाहिँ राम्रोसँग जानु होला सर। ओके। अब अलरेडी 4:20 भइसकेको छ। केही नै 2.5 घन्टाको जर्नी छ मलाई कोलपुरसम्म पुग्न। अब छिटो कुदाउँ गाह्रो छ, बिस्तारै गराउने गाह्रो छ। एनिवे म सेफ राइडिङ गर्दै जान्छु। हुन्छ सर, राम्रोसँग जान्छ। अनि यताको स्कुल धान्ने चाहिँ अनि अक्षय सर जाँदाखेरि चाहिँ यहाँदेखि चाहिँ भन्ज्याङ कटिसकेपछि अनि सरलाई रियलाइज भएको बानेको ब्याग चाहिँ साइडमा राखेको, त्यो ब्याग चाहिँ खसेछ। सरले के भन्नुभयो, हामीलाई कल गरेर उतादेखि आउँदै गर्नुहोस्। अनि हामी चाहिँ यतादेखि तुलसीपुरसम्म खोज्दै जाने बाटोमा बिस्तारै बेलुका भइसकेको थियो। अनि बाँकी कहानी के भयो मेरो मुखबाट सुन्नुहुन्छ र मैले भनौँ र सरले भन्नुहुन्छ, गगन सरको मुखदेखि सुन्नुहुन्छ सरले के भन्नुहुन्छ, के भएको थियो भनेर। अब आज चाहिँ ब्याग हराएर पनि फेरि पाइयो। एकजना मेघनारायण आचार्य भन्ने इमान्दारी मनको धनी व्यक्तित्वले चाहिँ मेरो ब्याग भेटाइदिनु भएको रहेछ। र उहाँले भेटाइसकेपछि उहाँले ब्याग नखोलिकन इमान्दारीपूर्वक नजिकको हेमन्तपुर, दाङको हेमन्तपुर पुलिस चौकीमा बुझाइदिनु भएको रहेछ। र त्यहाँको पुलिस चौकीको मान्छेले पनि धेरै पटक फोन गरेर मलाई चाहिँ फोन गर्नुभएको रहेछ। मैले बाइकमा भएर थाहा पाइनँ। पछि फेरि उहाँको यो धेरैपट्टि आएको खल देखिसकेपछि अवश्य यो मेरै सामान हराएको भेटाउने मान्छे त होइन भनेर कल ब्याक गर्दाखेरि नभन्दै पुलिस चौकीबाट रहेछ। मैले भेटाएँ, साह्रै खुसी लागेको छ। उहाँ पनि एकदम सहयोग मनाउनु रहेछ र यहाँले पनि दुःख गरिदिनु हो। साँच्चीकै पुलिस साथीभाइ आज मैले यो यत्रो वर्ष उमेरमा आज साँच्चीकै रियलाइज गरेँ। थ्याङ्क यू सर। साँच्चीकै आज चाहिँ मैले एकचोटि दार्जिलिङमा झन्डै टुरको पैसा पुरै हराउँदाखेरि त्यो मनी ब्याग दिँदाखेरि मैले मान्छेमा मानवता अझै रहेछ भन्ने थाहा महसुस गरेको थिएँ भने आज एकचोटि फेरि वन्स मोर आफूले हराएको ब्याग पुरा मेरो डकुमेन्ट, कागजपत्र भएको डकुमेन्टहरू, पुरा ड्रेसहरू भएको डकुमेन्टहरू, ड्रेस त त्यस्तै, कपडा त त्यस्तै थियो, तर कागजपत्र भएको सारा डकुमेन्टहरू भएको ब्याग भेटाउँदाखेरि अझै पनि मान्छेमा इमान्दारिता बचेकै रहेछ भन्ने लाग्यो। र साँच्चीकै कतिपय अवस्थामा हामीले पुलिसलाई ओहो यसो दमन गर्छन् उसो दमन गर्छन् भन्ने मानसिकता कतै जागेको पाइन्छ। तर पनि आज मैले के थाहा पाएँ त भन्दाखेरि साँच्चीकै हामीले पुलिस मेरो साथी भन्ने कुरा साँच्चीकै आज चरितार्थ भएको छ। सर छुट्टी नि लेख्या रहन्छ आज यही बस्नु लेख्या रहेछ।
अनि राति दुःख गरेर यस्तै चाहिँ दुःख त के नभनौँ अब त्यो अब आफ्नै सरको लागि सामान लिँदा आउँदा चाहिँ हामी दुईजना उताबाट उता घोराइदेखि यता बेलजुन्डी हुँदै पुग्दाखेरि हेमन्तपुरनिर चाहिँ हामी रोकेर पायौँ अब हामी चाहिँ उतै होटल गएर कुरा गरौँला किनकि त्यो सरको उताको टेन्सनले गर्दा चाहिँ अनि गर्न पाइएन भिडियो अघि चाहिँ सुट गर्न पाइएन अब म चाहिँ हजुरहरूसँग उता होटल रुममै पुगेपछि हामी चाहिँ कुराकानी गर्छौँ बाटोमा सोर सराबा अलि त्यति आइरहेको पनि छैन है यो कहानीबाट यो जुन मुभमेन्ट घटेको थियो हामीहरू सरहरूको बिचमा त्यो मुभमेन्टबाट अनि मैले अथवा हामीले के सिक्यौँ त भन्दाखेरि कहिले पनि जहिले पनि हामीले त्यस्तै नै गर्नुपर्छ हामीले कसैको सामान भेटायो अपरिचित पर्स ब्याग दुनियाँदारी जेसुकै होस् र हामीले चाहिँ सम्बन्धित निकायसम्म बुझाइदिनुपर्छ के थाहा हु नोज कि कसको कति इम्पोर्टेन्ट कुराहरू कति चाहिने कुन अवस्थामा गुर्जिरहेको हुन्छ मान्छे त्यो कति भ्यालुएबल चिज हुन्छ उसको लागि भनेर त्यो हामीलाई थाहा हुँदैन हजुरहरूको पनि कहिले हराएको सामान यसरी नै भेटिएको छ भने डु लेट मी नो इन कमेन्ट अहिले भइसकेको छ 9:45 अनि सर र म चाहिँ अब सर र म अक्षय सर हुनुहुन्छ यहाँ हजुरले देखिराख्नुपर्छ यहाँ र म मात्रै चाहिँ यहाँ चाहिँ हामी अब यता होटलदेखि चाहिँ बस्ने ठाउँदेखि चाहिँ हामी स्कुल जाँदैछौँ कुन स्कुल हो भिडियो हेर्दै गर्नुहोस् अनि यहाँदेखि स्कुल 5 मिनटको दूरीमा मात्रै छ अक्षय सर ल आज फर्स्ट डे राम्रोसँग अब हजुरलाई के भन्यो हजुरले मलाई भन्ने होला ल राम्रोसँग गरौँला काम साम यता स्कुलबाट आइसकेको आजको दिन पनि राम्रोसँग पढायो तर थकित लास्टै थकित भए चाहिँ आँखा त्यो उला छ उताको जस्तै पहिलाको जस्तै होस्टेल क्लासहरू हेर्नु पनि छैन यहाँ जस्ट चिल छ अब दिउँसभरि स्कुलबाट आयो बिहान साँझ चिल आइसकेको छ अब मोबाइल भिडियो एडिट गर्नु छ केही काम छ भने गऱ्यो नत्र सुत्यो मोबाइल स्कुल गऱ्यो यो मोड छ अब गुड मर्निङ गाइज फ्रम गोराई गुड मर्निङ फ्रम कोलपुर भन्नुभएको थियो सायद अस्ति गएको भए हामी आज कोलपुरमा भिडियो बनाइरहेको हुन्थ्यो होला मैले तर यहीँ बस्यो थाहा छैन यो दाङ र मेरो सम्बन्ध के छ जो जति जान खोज्यो भने यतै ल्याएर तान्छ मलाई हजुरहरूलाई कति पहिला थाहा छैन होला बाँकी अलि लामो स्टोरी चाहिँ पछि नै भनौँला हजुरहरूलाई तर हजुरलाई थाहा छैन तर खासमा मेरो घर तुलसीपुर दाङमै हो म पहिला सानोमा यहीँ हुर्केको म लगभग 13 वर्ष भनिसकेपछि 5-6सम्म म यहीँ तुलसी बोर्डिङमा नै पढेको त्यसपछि उता कोलपुर मुभ भएको हजुरलाई कति पहिला थाहा छैन यसको विषयमा यो छुट्टी टपिक चाहिँ यो विषयमा चाहिँ म कहाँदेखि आएँ के गरेँ यताउता त्यो चाहिँ फुल स्टोरी अलिक पछि नै फेरि पनि बनाउँला तर यति कुरा अहिले के बुझिराख्नुहोस् त भन्दाखेरि खास गरेर मेरो दाङ तुलसीपुरमै हो म दाङदेखि नै बिलङ गर्छु यो घर देखिराख्नुपर्छ यहाँ चाहिँ छ हामी लजिङ बास बस्ने गर्छौँ अनि पछाडि यता बुद्ध ग्यारेज भन्ने छ अनि त्यहीँ अगाडि चाहिँ अनि फुडिङको व्यवस्था छ यो भयो बुद्धि ग्यारेज उता चोकदेखि भित्र गए चाहिँ हामी बस्ने ठाउँ थियो अनि खाना खाने ठाउँ चाहिँ यहाँ होटल खानामा बसिरहेको छौँ यही होटलको यो खाना बस्ने दुइटै अनि अक्षर देखिराख्नुपर्छ गेस कसले लेखेको होला हामीहरूले लेखिदिएको यहाँ अर्को चाहिँ अलि राम्रो होस् भनेर खाना चाहिँ पुरै थकाली स्टाइलमा पुरै प्रेजेन्ट हुन्छ 1 2 3 4 5 6 7 आइटम अक्षय सर यहाँ हुनुहुन्छ अब हामी खाना सुरु गर्छौँ अनि स्कुलतर्फ लाग्छौँ लगभग हामी यहाँ चाहिँ 8-9 दिन बस्छौँ अनि 8-9 दिनमा चाहिँ अनि यहाँ खाना बिहान चाहिँ सरले भनिदिनु पर्छ सादा खाना खाने अनि बेलुका चाहिँ चिकन यस बेलुका चिकन खाना नखाएर त कहाँबाट जोगिरहेको छ सर अनि हजुरहरूलाई लाग्छ कि चिकन भन्छ एक दिन खान्छ होला अरू दिनदेखि अब भन्छ मासु प्रेमी दिन फेरि चाहिँ मासु त फेरि हलुवा चाहियो हलुवामा हुँदा त्यस्तै पर्सिङमा हुँदाखेरि त्यस्तै गरिन्थ्यो हामी यहाँ हुँदाखेरि होटल भयो भने सरले बिहान चाहिँ सादा खानुहोस् तर बेलुका चाहिँ डेली चिकन खानुहोस् भन्नुभएको छ अनि जस खुसी लाग्यो बिहानदेखि बेलुकासम्म पढाएर दिउँसभरि जे भाउ हुन्छ लास्टमा बेलुकामा आएर मासु खाँदाखेरि आनन्द भर्खरै स्कुल आइपुगिसकेको छौँ अनि पछाडि स्कुल चाहिँ हाम्रो यहाँ घोराइको बालबाटार भन्ने ठाउँमा छ
ल भर्खरै चाहिँ स्कुलबाट आइसकेको छौँ अनि पछाडि हजुरहरूले एउटा कुरा सेयर गरिदिइहालौँ कि भनिदिइहालौँ कि भन्ने जस्तो लागिरहेको थियो। अनि के कुरा त भन्दाखेरि त्यो चाहिँ यदि हजुरहरूले स्टुडेन्ट हुन्छ केही लामो समयको लागि बाहिर बस्दै हुन्छ या घोराइमा पनि बस्दै हुन्छ भने चाहिँ खाना 100लाई चाहिँ सम्झिनु होला, किनभने चाहिँ नट अ पेड प्रमोसन भिडियो है, प्रमोसनको लागि त्यस्तो केही पनि होइन। जस्ट मैले भनेको चाहिँ आफ्नो पर्सनल रिभ्यू, अनेस्ट रिभ्यू के छ त भन्दाखेरि यत्रो दिन बस्यो हामीले, खाना बस्न सबै कुरा राम्रै लाग्यो होइन। अहिले उतातिर पनि त्यो बिहान देखाएको त्यो होटल त्यतातिर पनि बस्ने अहिले लजिङको लागि बन्दैछ। अनि अहिले चाहिँ हाम्रो खानेकुरामा सब A1 छ क्या। बिहान भेज खाए पनि भेज पनि एकदम मिठो, त्यो होइन कि अन्त जस्तो पुरै के भन्ने जस्तो त्यो नै एकदम मिठो लाग्यो। बेलुकाको खाना मासु गएपछि त झनै कति मिठो लाग्छ मलाई त्यो थाहा नै छ हजुरहरूलाई। अनि यदि कोही बाहिरतिर ठाउँमा यसको ब्रान्च पनि छ, सुर्खेतमा छ, पोखरातिर, चितवनतिर, काठमाडौँ कता कता अन्त पनि छ। त्यो हजुरहरूले सस्तोमा कोही स्टुडेन्ट बजेटै छ, पैसा अलि मिनिमम छ भने चाहिँ खाना 100मै उ गर्नु होला, मिठो पाउँछ, त्यस्तो केही छैन। सर हजुर सर, मैले चाहिँ भिडियो बनाइरहेको थिएँ यहाँको के कस्तो छ ऊ भनेर। यहाँ चाहिँ खाना बस्न हामीलाई त गजब राम्रो छ। अब यहाँ सस्तो पनि, सुलभ, राम्रो, मिठो, बहुत राम्रो छ। रुम पनि मस्त छ। के भन्छ ल अहिले 7:30 भइसकेको छ। अहिले चाहिँ हामी खाना खान आइसकेको छौँ। खानामा चाहिँ हेर्नुहोस् मासु यहाँ छ, अरू सबै यहीँ चाहिँ हेर्नु होला। मासु मात्र देखाइदिएको, सर आउनुहुन्छ। साँच्चीको भनेको बिहान सादा खाना खान्छौँ अनि बेलुका चिकन खाना डेली मोज छ नि त हामीलाई। मासु बिना त फेरि छ नि एउटा डाइलग के, मासु बिना के अरे मासु बिना खाइन्न धानको भात भन्ने, त्यस्तो सेम हो। वेट हजुरलाई एउटा कुरा भन्नु छ मैले। लुक एट दिस, फाइनली हाम्रो युट्युब च्यानलमा पनि 1000 सब्सक्राइबर कम्प्लिट भइसकेको छ। अझै धेरै कुछ गर्न बाँकी छ। अनि मैले 100 सब्सक्राइबर पुरा भएको बेला पनि यो डायलग भनेको थिएँ, ये तो बस ट्रेलर है, पिक्चर भी बाँकी मेरो दोस्त भनेर। किप वाचिङ गाइज एन्ड किप सपोर्टिङ, किप लभिङ मी। अनि अब आज शनिबार भइसक्यो, अब भिडियो पोस्टमा हाल्नुपर्ने हुन्छ मैले। अब यहाँ दाङ आएर स्कुल जाने यताउता मात्रै गरिरहेको थिएँ। आज मेरो अलिकति फरक प्लान छ। अनि आजको ब्लगमा चाहिँ अलिकति 1000 सब्सक्राइबर स्पेसल पनि होस्, अलिअलि घुम्न पनि जान्छु। अनि नेक्स्ट भिडियो चाहिँ मैले Q&A बनाउने सोचिरहेको छु। त्यो भावनाले जस्ट हजुरले क्वेसनहरू सोध्नुहोस्, म त्यसको Q&Aमा रिप्लाई हजुरलाई स्योरली डेफिनेटली नै दिनेछु। एन्ड थ्याङ्क यू गाइज फर वाचिङ दिस भिडियो टिल देन। सी यू गाइज इन नेक्स्ट भिडियो नेक्स्ट Saturday 5:30 PM. Till then, bye bye, take care.